भनौँ न यो बारेमा बुझ्नको लागि तपाईँहरूले समय लिनुपर्ने हुन्छ। त्यही कारणले आज पनि म एउटा चाहिँ सबैभन्दा महत्त्वपूर्ण चाहिँ विषयमा चाहिँ म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। तर लाइफ तपाईँ हामी अहिले जीवन जिउँदैछौँ, राइट? यो जीवनलाई चाहिँ कति राम्रो बनाउने नराम्रो बनाउने भन्ने कुरा त हाम्रो समय है। फेरि यो भित्र समय आउँछ। हेर्नुहोस्, यो समयभित्र दुईवटा कुरा हुन्छ। हेर्नुहोस्, हाम्रो जीवनभित्र दुईवटा कुरा हुन्छ, जन्म र मृत्यु। जन्मिसकेका छौँ, मृत्यु अवश्य छ। यो जन्म र मृत्युको बिचको एउटा समय छ। यो समयले नै आज हामी यहाँ जोड्ने मौका पनि पाएको, राइट? त्यही भएर यो समयलाई कति राम्रो नराम्रो, कति फलदायी बनाउने हो, नोक्सान बनाउने हो, त्यो सबै तपाईँ हाम्रो हातको कुरा हो। र यसमा सबैभन्दा कुरा महत्त्वपूर्ण रहन्छ सङ्गत। तपाईँ हामी जुन मान्छेसँग सङ्गत गर्छौँ त्यही ठाउँमा पुग्छौँ भनिन्छ नि त। मौरीको सङ्गत गऱ्यो भने फुलमा है, झिँगाको सङ्गत गऱ्यो भने चाहिँ हामी फोहोरमा पुग्छ भन्छौँ। आज चाहिँ हाम्रो यो सङ्गत गुनाकै फलले चाहिँ आज हामी यहाँ पुगेको। हेर्नुहोस् त, बाटो के दिइरहेछ, सबै चिज यहाँ दिइरहेछ। हेर्नुहोस्, हामी यसैको लागि होइन त आजको चाहिँ यो दशक कति दशक चाहिँ हामी दौडेको, अझै पनि दौडदैछौँ, राइट? अब यसको पछाडि फेरि हाम्रो बच्चाहरूको पनि भविष्य जोडेको छ, हामीलाई चिन्ता लागिरहेछ। त्यही कारणले अहिले हामी दुईवटा काम गर्दैछौँ। एउटा त तपाईँ हाम्रो आफ्नै सपना र एउटा बच्चाको लागि चाहिँ गर्दैछौँ। त्यो जुरा छ हेल्दी लिभिङ, राइट? त्यही कारणले यो समयलाई हामीले एकदम फलदायी बनाउनु जरुरी छ। यही समयमा चाहिँ हामी हेल्दी लिभिङसँग सङ्गत गऱ्यौँ र आज हामी यहाँ छौँ, राइट? यसको चाहिँ फाउन्डर हुनुहुन्छ डाक्टर टेम्पा शेर्पा, राइट? र यो कम्पनीको लक्ष्य के हो त भन्दा स्वास्थ्य मार्फत समृद्धि, राइट? एउटा कुरा चाहिँ म यहाँलाई जानकारी गराएँ, फेरि बोल्दै जाँदाखेरि लामो पनि हुन्छ। तपाईँहरूले हेल्दी लिभिङ भन्दै छ, तपाईँले 5 वटा आउनलाई सम्झनुहोस्। म क्लियर भन्छु। एउटा त स्वास्थ्य सम्झनुहोस्, दोस्रो बचतलाई सम्झनुहोस्, तेस्रो चाहिँ व्यापारलाई सम्झनुहोस्, चौथो चाहिँ तपाईँको बच्चाको भविष्यलाई सम्झनुहोस् र पाँचौँमा तपाईँले तपाईँको सपनालाई सम्झनुहोस्। 5 वटा आउला यो त्यही यो चिज सम्भव बनाउने भनेको अर्को 5 वटा चाहिँ तपाईँको यतातिर तयार छ। के छ? एउटा बिजनेस सिस्टम छ जुन सफल भइसकेको छ। दोस्रो के छ? यहाँ बिजनेस सिस्टममा तपाईँ हामी एक्लै हुँदैनौँ, सबैजना हुन्छ, टिमवर्क हुन्छ। तेस्रोमा चाहिँ हामीसँग चाहिँ त्यो चाहिँ टिमभित्र कोही जान्ने हुन्छ, कोही नजान्ने हुन्छ, कोही सक्ने हुन्छ, कोही नसक्ने हुन्छ। हाम्रो म्याम यहीँ हुनुहुन्छ, कोही देख्ने हुन्छ, कोही नदेख्ने होला। उनीहरूलाई सपोर्ट गर्ने एउटा सपोर्ट टिम हुन्छ। तेस्रो, चौथोमा के हुन्छ? लिडरसिप हुन्छ। यहाँ जुन तपाईँ हामी अहिले यहाँ उपस्थित हुनुभएको छ नि, लिडर हो। लिडरले आफू जस्तै लिडर बनाउने नै हो। र अर्को एउटा सपना हो। हेल्दी लिभिङ के हो त भने दुईवटा हातमा 5 वटा आउन सम्झनु भयो भने क्लियर छ, राइट? यो भित्र रहेर हामी के गर्छौँ त भन्दा है, यो भित्र रहेर हामी के गर्छौँ भन्दा यो महत्त्वपूर्ण समयलाई हामी सबैले पाएको त 24 घण्टा हो नि। यो 24 घण्टा समयलाई 24 लाख घण्टा बनाउने ठाउँ यहीँ। हामीले काम गर्नु पर्यो भने त म्याक्सिमम गऱ्यो भने कति? 24 घण्टा, 18 घण्टै हो। सक्छ त? 24 घण्टा गराउनलाई त 36 घण्टा गराउनलाई त हामीले 2 दिन गर्नुपर्छ। तर यहाँ यो बिजनेस सिस्टम यस्तो छ, तपाईँहरूले एउटा किसिमको एउटा पाइपलाइन बनाउँदैछ। हेर्नु, पाइपलाइन बनाउँदैछ। यसलाई कसरी बुझौँ भन्दा जस्तै यो समय भनेको सञ्जालको युग हो। तपाईँ हामीसँग जो जति धेरै मान्छे छन् त्यति नै चाहिँ यहाँ इन्कम भइरहेछ। तपाईँले यसलाई ठ्याक्क प्रश्न पार्ने भने यानसेललाई मैले गुगलमा सर्च गराएको थिएँ। यसको युजर 1 करोड 30 लाख मान्छे रहेछ। यदि 1 करोड 30 लाख मान्छेले 1 रुपियाँ मात्रै यानसेललाई दियो भने एकै दिनमा 1 करोड 30 लाख रुपियाँ एक दिन कमाउँछ। एक दिनमा यानसेललाई आउँछ। 30 दिनमा कति भयो है? त्यस्तै कुरा चाहिँ डाइरेक्ट सेलिङले सिकाउँछ। त्यही चाहिँ प्लेटफर्ममा हामी छौँ, ताकि बिना लगानी, राइट? त्यही कारणले यो समयको घण्टालाई हामीले कसरी लिभरेज गर्ने भन्ने कुरामा चाहिँ हेर्नुहोस्, तपाईँ हामीले काम पनि गरिरहेको छौँ। हेर्नुहोस्, यो कुरा चाहिँ मेरै आफ्नै म जागिरै हुँदाखेरिको समय हो। हेर्नुहोस्, म ठ्याक्क भनिदिन्छु, तपाईँहरूले धेरै चाहिँ यो समय लिँदैन। 10 मिनट समय त मेरो। 8 घण्टामा चाहिँ तपाईँको जागिरको चाहिँ साथीहरू, जब गर्ने साथीहरू कोही हुनुहुन्छ, धेरै हुनुहुन्छ होला सायद, मलाई जहाँसम्म लाग्छ, राइट? 8 घण्टामा चाहिँ हामीले 26 दिन काम गर्यो भने 2000, यो रियल मेरो हो। म विदेशमा हुँदाखेरि 2000 दियो। 12 घण्टा काम गर्दाखेरि कति हुन्थ्यो? 2770 हुन्थ्यो। 26 दिनलाई पनि थप 30 दिन गऱ्यो भने मेरो 3440 हुन्थ्यो। यहाँबाट के बुझ्छौँ हामी? समयको घण्टा बढेपछि त पैसा बढिरहेछ त्यहाँ।
8 घन्टा हुँदा 2000, 12 घन्टा हुँदाखेरि 2770, 30 दिन हुँदाखेरि हेर्नुहोस् 3440 भएछ, राइट। अब त्यो 12 घन्टा काम गर्यो भने कति हुन्छ? बढ्ला। 18 घन्टा काम गर्यो भने झनै बढ्ला। अब 18 घन्टा पैसा बढ्यो भनेर समयलाई बढाउन सक्छ त? सक्दैन। त्यो पछाडि तपाईँ बोर्डर लाग्छ यहाँ। तपाईँले बेलुन फुकेर यहाँ छोडिदिनुहोस्, माथि गएर टाँसिन्छ, बाहिरतिर निस्कन पाउँछ त? तर बाहिर छोड्यो भने के हुन्छ? उड्छ नि त। यो जागिरमा यस्तै हुन्छ। व्यापारको कुरामा हेर्नुहोस्, कसले समयको घन्टा बढाएको छ त? विनोद चौधरीले बढाएको छ। के गरेछ त भन्दा विनोद चौधरीले 200 करोड लगानी गरेछ, 100 जना मान्छेलाई काम दिलाउँछ र दिनमा उसले 1000 घन्टा लिभरेज गर्छ, राइट। अब त्यसले चाहिँ हेर्नुहोस्, हामी 10 घन्टा काम गर्ने मान्छेले 10 घन्टा काम गर्छ, 30 दिनमा 300 घन्टा हुन्छ। विनोद चौधरीको 30,000 घन्टा हुन्छ। 300 घन्टा, एक महिनामा 300 घन्टा काम गर्ने मान्छेको चाहिँ 30,000, 50,000, 70,000, 1 लाख रुपियाँ हुन्छ, 2 लाख रुपियाँ पैसा हुन्छ भने अब विनोद चौधरी 30,000 घन्टा लिभरेज गर्ने मान्छे तिनीले बढी हुन्छ। त्यही कारणले विनोद चौधरीले, तपाईँ हामीले पैसाको लागि काम गरिरहेको हुन्छ, विनोद चौधरीलाई पैसाले काम गरिरहेको हुन्छ। त्यही भएर अब तपाईँ हामी विनोद चौधरी बन्न सक्छौँ त? सक्नुहुन्छ, हेल्दी लिभिङ नगरे नै हुन्छ। क्लियर कुरा। यदि सक्दैन भने हेल्दी लिभिङले दिलाउँछ। हेर्नुहोस् ताली बजाउनु है। कसरी दिलाउँछ हेर्नुहोस्, त्यो पनि क्लियर छ। वस्तुको प्रत्यक्ष बिक्री हेल्दी लिभिङले दिलाउँछ। तपाईँसँग अहिले 9000 जनाको टिम छ, दिनमा 2-2 घन्टा काम गर्यो भने कति हुन्छ? 18,000 घन्टा हुन्छ। 30 दिनमा कति हुन्छ? 5,40,000 घन्टा हुन्छ। हेर्नुहोस् है, तपाईँको 9000 जना मान्छेले 2,000 को मात्रै सामान किनिदियो भने एक महिनामा 1,80,00,000 को कारोबार हुन्छ। त्यसको 3% मात्रै कम्पनीले सिस्टमबाट दियो भने तपाईँको पैसा 5,40,000 हुन्छ। हेर्नुहोस्, यो 5,40,000 हामीले जागिरमा पाउँछौँ त? है। त्यो कारणले यो सबैभन्दा ठुलो पावर छ। अब यसलाई चाहिँ बढाउनको लागि तपाईँ चिन्ता नगर्नुहोस् है। तपाईँले चिन्ता नगर्नुहोस्, मात्र तपाईँले एउटा काम गर्नुपर्छ। तपाईँको एकदम मिल्ने साथीलाई हरेक महिना रजिस्टर गराउनुपर्छ हेल्दी लिभिङमा। सुन्नुहोस्, यो महिना के? नोभेम्बर, राइट। नोभेम्बर महिना, डिसेम्बर महिनामा तपाईँ नोभेम्बर महिनामा 1 जना हुनुहुन्थ्यो, डिसेम्बर महिनामा 1 जनालाई रजिस्टर गराउनु भयो। 1,000 को सामान किन्यो भने कति हुन्छ? 2,000 होइन? हेर्नुहोस्, 2 जनाले चाहिँ अर्को महिना डिसेम्बर जनवरी महिनामा अब तपाईँ 2 जनाले अर्को 2 जनालाई भने कति भयो? 4 जना। 4 जनाले 1,000 को सामान किन्यो भने कति हुन्छ? 4,000। अब यो 4 जनाले फेरि 2 जना जोड्यो भने कति हुँदैन? 8 जना हुन्छ। 8 जनाले 2,000 को सामान किन्यो भने कति हुन्छ? 8,000 हुन्छ, राइट। अनि 4औं महिनामा 8 जनाले थप 8 जनालाई 1-1 जनाले गर्यो भने कति हुन्छ? 16 जना। 1,000 को सामान किन्दा कति हुन्छ? 16,000 को कारोबार हेर्नुहोस्। 5औं महिनामा तपाईँको 16 जनाले 16 जनालाई थप गर्दाखेरि कति भयो? 32। 1,000, 32,000। 6औं महिना, 7औं महिना, 8औं महिना, 9औं महिना, 10औं महिना, 11औं महिना, हेर्नुहोस् है, र 12औं महिना। तपाईँको डिसेम्बरबाट अर्को चाहिँ महिनाको डिसेम्बर चाहिँ गऱ्यो भने 12 महिना गर्दाखेरि तपाईँको कति हुन्छ? 4,096 जना हुन्छ। 1,000 को मात्रै सामान किन्यो भने कति हुन्छ? 40,96,000 कारोबार हुँदो रहेछ। तपाईँको काम के गर्नुभयो? हरेक महिना 1 जनालाई रजिस्टर गराउनुपर्छ र हरेक साथीहरूले 1-1 जना रजिस्टर गराउँदाखेरि 1 वर्षमा त्यत्रो कारोबार हुँदो रहेछ। यो प्लेटफर्म दिएको छ डाइरेक्ट सेलिङ हेल्दी लिभिङले, राइट। त्यसैले अब हामीले चाहिँ यसलाई भन्छ पावर अफ कम्पाउन्डिङ। यो प्र्याक्टिस यहाँभित्र हुन्छ। यसलाई चाहिँ प्र्याक्टिस गर्दै जाँदाखेरि हामीलाई कति समय लिन्छ? तपाईँ